याद छ तिमीलाई? तिमी कति कुरा गर्थ्यौ नि मसँग र तिमीसँग बोल्दा बोल्दै रात बितेर जान्थ्यो। म जब सुनाउँथे तिमीलाई आफ्नो पीर चिन्ताहरू, तब तिमी आफ्ना मिठा मिठा कुराले मलाई हँसाउने कोसिस गर्थ्यौ नि। तिमीलाई चिन्ता थियो मेरो कहानी सुन्न तिमीलाई नै मजा लाग्थ्यो। हामी टाढा थियौँ, तर साँचो कुरा भन्छु, मलाई टाढिएको महसुस कहिल्यै हुन्थेन। तिम्रो मनपर्ने कुरा, मन नपर्ने कुरा सबै मैले याद गरेको थिएँ। तिमीसँग कुरा गर्नु र तिम्रो कुरा सुन्न जस्तो बानी परेको थियो नि मलाई। तर खै त्यस्तो के भयो, तिमीलाई नराम्रो लाग्न थाले म। तिमीले भन्न त केही भनेनौ, तर मसँग बोल्न बन्द गर्यौ तिमीले। मैले कारण जान्ने कोसिस नै गरेँ, तर पत्ता लगाउनै सकिनँ। तिमीलाई पनि सोधेँ हेरे, तर तिमीले त जवाफ नै दिएनौ। तिमीलाई मनबाट निकाल्न पनि सकिनँ मैले। केही कुरा पनि बचेका छन् तिमीलाई भन्नका लागि। तिम्रो अनेकन प्रश्न गर्ने बानीलाई बिर्सेको छैन मैले अझै पनि। मलाई अझै पनि लाग्छ कतै प्रतीक्षामा छौ होला मेरो बारेमा जान्नको लागि। आज धेरै दिनपछि एकजना पुरानो साथी भेटेको थिएँ। धेरै यादहरू ताजा भए। सबैभन्दा बढी त तिम्रो याद आयो, किनकि त्यति बेला उसकै सहयोगले हामी एक भएका थियौँ नि। एउटा जरुरी कुरा पनि छ जुन तिमीलाई बताउन चाहन्छु, तर त्यसको लागि तिमी बोल्नु पनि त पर्यो नि। म कहिलेसम्म आफैलाई हामी दुईको एक रूप सम्झेर कुरा गरिरहनु? कहिले त तिमी पनि साथमा आउनु पर्यो नि। मैले भनेको थिएँ तिमीलाई आजकल म ठिक छैन। त्यसपछि तिमीले कहिले नि मेरो हाल सोधेनौ। अचानक के भयो कि मेरो वास्ता नै छैन तिमीलाई? तिमीलाई थाहा पनि छ म तिमीलाई कति धेरै याद गर्छु। तिमीलाई धेरै कुरा भन्नुपर्ने छ, सँगै हाँस्नु छ, तिम्रो कुरा सुन्नु छ, तर तिमी पनि त बोल्नु पर्यो नि। किन बोल्दैनौ भन त?